गाइज यो चक्लेट र त्यो डल चाहिँ मेरो वाइफलाई चाहिँ मैले भ्यालेन्टाइन्स डेमा चाहिँ गिफ्ट दिएको। अहिलेसम्म चाहिँ यो भित्र कस्तो छ थाहा छैन, खोलेकै छैन। बाहिर रोज अनि यसमा चाहिँ 5-6 कलरको चक्लेट छ। खै देखा त, यता छ लेखेकै छ 5-6 कलरको चक्लेट छ। यसलाई चाहिँ खोल्या छैन अहिलेसम्म। आज चाहिँ यसको अनबक्सिङ हुन्छ। हेरौँ है कस्तो छ यो। यो कहाँबाट खोल्ने नि थाहा छैन त। बाहिर चाहिँ यसको कभर प्लास्टिक कभर रहेछ, यो रेड कलरको अथवा गुलाबी कलरको भनौँ। बाहिर रोज पनि रहेछ, ह्याप्पी भ्यालेन्टाइन डे भन्दै रोज पनि छ। समवन स्पेसल भनेर अनि त्यसमा के लेखा छ त? दुईटा बाक्सको रहेछ, बाक्स जस्तै रहेछ बाहिर रोज। यो रोज हैन नि, यो चकलेट हो। त्यो चकलेट हो? चकलेट हो यो। खै हैन, नखोल्ने अब। चकलेट हो कि यो। यो भित्र चकलेट रहेछ यसको नि। खोल्न खै पहिला त्यसलाई खोलौँ कस्तो छ। वाओ, रोजवाला चकलेट दामी छ यो त। चकलेट रोजवाला। अनि अर्को अनबक्सिङ हुन्छ। यो भित्र कस्तो चकलेट छ त? यो आकारमा छ। ओ माई गॉड, चकलेट। कुन कुन हो यहाँ त? 5 किसिमको चकलेट थियो। त्यो छ। त्यो चाहिँ यति हो गाइज। अब यो भित्र चाहिँ कस्तो थियो के थियो भन्ने हामीलाई नि थाहा थिएन। त्यही भएर चाहिँ यो अनबक्सिङ गऱ्यौँ हामीले। समवन स्पेसल। यो चकलेट चाहिँ दामी लाग्यो क्या रोज। गाइज यो चकलेट अब यहाँबाट एउटा तान्यो हामीले। यो कस्तो छ यी? भित्र चाहिँ चिज हो कि के हो कस्तो हो थाहा छैन। खै खा त कस्तो छ टेस्ट चकलेटको? कस्तो छ? दामी। अर्को चाहिँ कस्तो? यिनी पनि लभ आकारमा रहेछ। खै यो पनि लभ आकारमा रहेछ। यसमा चाहिँ भित्र कालो रहेछ के? ल है गाइस।